कसरी घुम्नु यसरी घुम्नु कि यसरी घुम्नु यसरी जाउँ यतिखेर चाहिँ हामी एउटा यो सङ्ग्रहालयमा आएको छौँ यसको चाहिँ अहिले हामी यो एक तला माथि जाँदै उठेर भ्यू हेर्दैछौँ यसको भित्रभित्र चाहिँ अलिकति स्केरी ठाउँ नै रहेछ भनौँ होइन अलिअलि चाहिँ डराउने ठाउँ पनि रहेछ तर एकदमै हामीले सोचेको थिएन कि हाम्रै बस्ने ठाउँकै नजिक रहेछ यो र हामीले त्यति धेरै यसलाई त्यति चासो नदिएको भएर अहिलेसम्म आएको थिएन अनि आज आउँदाखेरि एकदम रमाइलो खालको रहेछ भित्र चाहिँ यसको माथिबाट भन्दा पनि भित्रभित्र चाहिँ यो तल अघि हामीले भित्र हेऱ्यो त्यतिखेर त्यति भिडियो सिडियो गरिएन भित्र चाहिँ एकदमै त्यो पुरानो के यहाँको एकदम स्ट्रगलको टाइमको कुराहरू रहेछ जस्तो हाम्रो देशमा नि छ त्यस्तै ढोका खोल्यो है जाउँ न मुराब्बा एट अल सारिया छिराउँ न एकचोटि खै एकदम ढोका लगाएर एसी सेसी टक्क रहेछ ठ्याक्कै पुरानो एकदमै स्ट्रगलको बेलाको रहेछ कि यो त सबै कुराहरू हाम्रो भन्दा नि दुःख रहेछ कि क्या हो पहिला त यहाँ त भने जस्तो कि पुरानो होस् होइन हेर्नुहोस् यहाँ उतिखेर उँट रहेछ यहाँको चाहिँ एकदम अब भारी बोक्ने यातै भनौँ न अब त्यतिखेरको होइन यहाँ तोपका मेसिन गनहरू तोपहरू पनि राखेको रहेछ बाहिर यसरी जाउँ तल सर यतैबाट त तल गर्ने हो नि त पानी पुग्नुपर्छ है हो नि आग्लोहरू भएको ढोका है तर हामीले त्यो अहिले भित्रको पनि अलिकति भिडियो थोरै लिनुपर्ने रहेछ लिएन है हुन्छ अनि बल्ल बल्ल भित्र लिने नि त भित्र लिनु भइहाल्छ हामीले तर अर्को साइड छ नि त हाम्रो त्यहाँ सर यो चाहिँ यो के अरे के को रुख अरे यो हेत्तेरी बिर्सेँ कि मैले खजुरको रुखको डाँठहरूबाट बनाएको क्या सबै त्यो पुरानो अवशेषहरू के कफी मेसिनहरू पनि छ है क्या भित्र त होइन पुरातात्विक चिजहरू भन्छ होला यसलाई होइन पुरातात्विक इनार होइन रे इनार जस्तो पानी खाने अँध्यारो अब जस तर होइन माथिको भ्यूहरू भन्दा पनि भित्र चाहिँ रमाइलो लाग्यो मलाई अघि हामी कताबाट निस्क्या पहिलाको हाम्रोतिर के थियो उतिखेर खचडहरू थियो होला हैन
ल यहाँ त एकदम मिटिङ हल जस्तो भयो फेरि टिभी सिभी रहेछ यहाँ त मिटिङहरू हुन्छ है क्या कहिलेकाहीँ बुकहरू लाइब्रेरी टाइपको रहेछ अहिले हामी यहाँ आएको छैन है हेर्नु न यहाँ पुरानो कि अब कफी बिन्सहरू छ यहाँनिर हेर्दै यो बाहिरबाट इम्पोर्ट गरेको थियो भने त यहाँ नराख्नु पर्ने किनकि अब म्युजियममा त यहीँको चिजहरू राख्नुपर्ने कफी बिन्सहरू पनि रहेछ क्या यहाँ पहिला अब अहिले पनि छ होला नि अब ड्रेसहरू चप्पलहरू खुकुरी पनि छ कि 80 रुपियाँ चाहिँ सर्लक्क लगाएर लालटिन चाहिँ दामी छ कि अत्तरहरू होला हौ यो त है पर्फ्युम सेन्टर पर्फ्युम त फेरि फेमस हो नि त यो यही हो लुगा नि यसो आँखा लगाइदिने है क्या ल सानो घरभित्र के छ यहाँ अच्छा बेडरुम ल बन्दुक पनि रहेछ है ट्याक ल दामी ल बाकस ल नेपालमा बाकस अब यहाँ चाहिँ के हो आमालाई नमस्ते दामी सारा बन्दुकहरू रहेछ यार लमा तरबारहरू रहेछ यहाँ एउटा भिडियो लिउँ न तरबारहरू रहेछ हो भरुवा त कति रहेछ यार भरुवा त वरिपरि छ यार समाउनु पर्छ कि एउटा त यो त सेम हाम्रो नेपाल टाइप या भरुवा हेर्न लाग्यो भरुवा दबासहरू हेर्नु न दबासहरू आउँछ कि दबासहरू हेर्नु न दबासहरू दामी छ नि त ल ड्रेसहरू निकाल्नु मिल्दैन है बन्दुक यता चलाउनु सिकाइरहेको छ हाम्रो हजुरबाले चलाउन सिकाउँदैछ मजुद बन्दुक चलाउन सिकाउँ है त ल एकछिन सिरुपाते ल खोडा जाउँ सर एक नाले बन्दुक दुई नाले बन्दुक दुई नाले चाहिँ टक्क दुई नाले बन्दुक है यो यसलाई भन्छ दुई नाले बन्दुक यो यसलाई ऊ भन्छ तोप भन्छ होइन सर तोप भन्छ होइन यसलाई दुई नाले यो बबल रहेछ यार म त यो तरबार लिएर जानुपर्छ होला हौ नेपाल जाँदा यार यो चाहिँ चलाउन सिकाएछ त्यो कुराले बुम यो चाहिँ चलाउन सिकायो